हेलो नमस्ते सबैजनालाई वेलकम टु माई मिनी ब्लग। आई होप सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु। आज चाहिँ म हजुरलाई केही चिज देखाउन गइरहेको छु। ल हेर म त के रहेछ। आज चाहिँ मेरो नेपालदेखि सामान आएको थियो। तेलहरू लागेर हेर्नु न जम्मै अचार पठाउनु भएको रहेछ अनि तेल लागेको छ कि पुरै। अनि यो चाहिँ मेरो बहिनीले पठाएको लुगा। थ्याङ्क यू बहिनी। अनि यत्रो झिल्लीहरू हाल्दा पनि त्यो तेल पुरै कपडाभित्र लागेको थियो। यो चाहिँ मेरो दिलले पठाएको। थ्याङ्क यू सो मच दिदी। धेरै धेरै माया छ यति माया गरेर पठाइदिएकोमा। अनि यो चाहिँ डोरी भाइरल आजभोलि चलेको डोरी यस्तो दामी यस्तो मन पर्यो मलाई चाहिँ। अनि यो चाहिँ चुराहरू रहेछ अनि फेरि हल्का फुटेको पनि थियो। अनि यो चाहिँ रातो टिका अनि फेरि रातो टिका डिब्बाहरू भयो। अनि यो चाहिँ यस्तो दामी छ हेर्नु न। वाउ मलाई चाहिँ लास्ट मन पर्यो। बहिनीलाई धेरै धेरै थ्याङ्क यू। अनि अब चाहिँ अर्को सामान खोलौँ है त। ल हेर्नु न चिप्सहरू भयो अनि नमकिनहरू भयो पठाइदिएको थिएँ मलाई बहिनीले खानेकुराहरू। अनि फेरि यो पुरै तेलहरू गिरेर कस्तो भयो। अब पालो अचारको हेर्नु न अचार खोल्दैछु। यो चाहिँ मेरो आमाको हातको अचार हो। धेरै टाइमपछि पाएको छु मैले खान। अचार देख्दा चाहिँ यस्तो इमोसनल भएको थिएँ। आमाको याद आएको थियो। धेरै टाइमपछि खान पाएको अचार। अनि तेलहरू गिरेर चाहिँ पुरै कपडाहरू नै बिग्रेको थियो कि मेरो त्यो यताउति भएर। अनि यो चाहिँ मेरो घरदेखि पठाएको सामान हो। मेरो घरदेखि आएको थियो दिदी हजुरआमा अनि मेरो स्पेसल सानीले पठाउनु भएको थियो। यताउतादेखि दुःख गर्नुभयो धेरै। अनि ल्याइदिने दाइलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। हजुरले पनि ल्याइदिनु भयो 7 डाँडा कटाएर। अनि यसको नाम चाहिँ तिलकुटो हो। मेरो घरदेखि पठाउनु भएको। यस्तो मिठो छ हेर्नु न। वाउ टेस्टी छ क्या। तिल र गुड मिक्स गरेर बनाउँछन् रे यस्तो मिठो थियो। अनि हजुरहरू सबैजनालाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। यति माया गरेर पठाउनु भयो। मेरो भिडियो कस्तो लाग्छ हजुरलाई लाइक कमेन्ट गर्नु होला। बाई बाई।